नमस्ते। आज म हजुरहरूलाई सधैँ चाहिँ एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। त्यो भिडियो चाहिँ के छ भन्दाखेरि चाहिँ चोरी गर्नुका फाइदाहरू हैन। हुन त समाजमा यो चोरी गर्नु एकदमै ठुलो अपराध मानिन्छ, कानुनी रूपमा पनि एकदमै दण्डित मानिन्छ, सामाजिक रूपमा पनि एकदमै पतित मानिन्छ, नैतिक रूपमा पनि एकदमै गिरेको मानिन्छ। सबैतिरबाट चोरी गर्नु चाहिँ एकदमै ठुलो अपराध हो जस्तो हुन्छ, तर त्यसका पनि केही यसो फाइदा चाहिँ हामी छन् भन्ने जस्तो चाहिँ बुझ्न सकिन्छ है। यदि चोरी गर्दाखेरि चाहिँ के फाइदा छन् भन्ने कुराहरू चाहिँ केलाउँदै जाँदाखेरि चाहिँ अनि यसमा चाहिँ शारीरिक बल अथवा के अरे मेहनत चाहिँ एकदम थोरै गरेर पनि धेरै प्राप्त गर्न सकिँदो रहेछ क्या चोरी गरेर चाहिँ हैन। अर्काको सम्पत्ति अब धेरै बल खर्च गर्नु परेन, धेरै समय खर्च गर्नु परेन हैन। त्यतिकै पनि अब पाइने भयो अनि त्यो किन केही नदिकन पनि प्राप्त गर्न सकिने भयो। त्यो एउटा फाइदाको पक्ष भयो। सजिलैसँग सम्पत्ति प्राप्त हुन सक्छ क्या हैन, केही नदिकन। अघि भनेको थिएँ नि मैले, अरूलाई केही दिनै परेन हैन, अरूलाई केही गर्नै परेन, त्यत्तिकै फ्रीमा चाहिँ अरूको सामान चाहिँ हामीले लिन सक्ने भयौँ। त्यो पनि फाइदाकै रूपमा पनि लियौँ। जस्तै हामी एक्जाम हुँदी पनि चिट जोड्छौँ, त्यो पनि एक किसिमको चोरी नै हो हैन। त्यो चोरी त्यसमा पनि हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ अरूले लिएको अरू राम्रो स्टुडेन्टहरूको चाहिँ कपी गरेर चोरी गरेर पनि हामी पास भयौँ भने त्यो पनि एउटा उपलब्धि रूपमै मिल्न सकिनेछ। चोरी गरेर प्राप्त गरेको धन अथवा सम्पत्तिहरू चाहिँ हामी सजिलैसँग खर्च गर्न सकिन्छ है। त्यो पनि एउटा फाइदा पनि त होइन। अरू हामी दुःख गरेर मेहनत गरेर होइन धेरै समय खर्चिएर कमाएको सम्पत्तिभन्दा चोरी गरेर कमाएको सम्पत्ति चाहिँ छिट्टै खर्च गर्न सकिने हुँदो रहेछ। चोरी गरेको सम्पत्तिहरूमा चाहिँ लोभ कम लाग्दो रहेछ होइन। लोभ कम चाहिँ सजिलैसँग भोगविलासी अथवा ऐस आराम गर्नलाई चाहिँ लोभ कम लाग्ने रहेछ होइन। अनि अर्को के हुन्छ भन्दाखेरि चाहिँ चोरी जुन घरमा चोरी गरिन्छ त्यो चोरी गरेको घरकामा चाहिँ एकदमै पुण्य गरेर कमाएको सम्पत्ति छ भने त्यसको प्रभाव पनि हामी सँगसँगै लिएर आउँछ। सम्पत्ति सँगसँगै त्यसको पुण्य त राम्रो प्रभाव छ भने त्यो हाम्रो जीवनमा पनि त्यसको प्रभाव पर्न सक्छ। अनि चोरी गर्ने मान्छेहरू चाहिँ एकदमै बुद्धि लाएर होइन, कसैले देख्छ कि पुलिसलेबाट छल्नलाई, समाजबाट छल्नलाई, मान्छेबाट छल्नलाई एकदमै उनीहरूले बुद्धि प्रयोग गरिरहेका हुन्छन्। त्यसले चाहे यो भलै नकारात्मक होस् तर बुद्धिको चाहिँ एकदमै प्रयोग भइरहेको हुन्छ र बुद्धि चाहिँ एकदमै प्रयोग गर्न सिपालु भइसकेको हुन्छ चोरी गर्ने मान्छेहरूको लागि। त्यस्तै अनि अब जस्तो मानिलिउँ एकदमै सामाजिक अथवा पारिवारिक बाध्यताले पनि कसैले चोरी गरिरहेको हुन्छ क्या। परिवारमा अब छोराछोरीहरू बालबच्चाहरू धेरै छन्, एकदमै खाना लाउन बिहान बेलुका धौधौ परिरहेको अवस्थामा त्यस्तो अवस्थामा पनि हामीले चोरी गरेर चाहिँ पारिवारिक रूपमा अब चोरी गरेरै भए पनि परिवारलाई चाहिँ लाउन खुवाउन दिउँ भने त्यो पनि एउटा फाइदाकै रूपमा दिन सकियो। अर्को दानहरू अथवा डोनेसनहरू गर्नलाई धेरै इच्छा छ तर पनि हामीले त्यो दिन सकिरहेका छैनौँ भने पनि त्यो कहीँबाट चोरी गरेर ल्याएर भए पनि दान डोनेसन दिउँ र दिन दुखीहरूलाई सहयोग गरौँ भने त्यो पनि केही हदसम्म फाइदा हुने भयो। हस् त, धन्यवाद।